ल आज चाहिँ हामी हेम्जाकोट होमस्टे जाँदैछौँ। हामीसँगै हेम्जाकोट जाम है त। ल हामी चाहिँ भर्खर आइपुग्यौँ। हाम्रो साथीहरू चाहिँ अघि नै आएर खाजा खाइसक्नु भयो रहेछ है। हामी चाहिँ भर्खर आइयो। हेम्जाकोट नाम चाहिँ सुनेको थिएँ तर आएको थिएन। फर्स्ट टाइम आउँदाखेरि चाहिँ मलाई एकदमै रमाइलो लाग्यो। अनि बेलुका पनि साथीहरूसँग मिलेर रमाइलो गऱ्यौँ, बारबिक्यू गऱ्यौँ। अनि मेरो एकल नृत्य पनि थियो, त्यो गर्दा मलाई एकदमै खुसी लागेको थियो। ताले ताले हामीले सोचेभन्दा नि बढी राम्रो रहेछ। यहाँको फ्यासिलिटीहरू, होमस्टेको फ्यासिलिटीहरू पनि एकदमै राम्रो छ। अनि हामी आउने बित्तिकै हामीलाई वेलकम गरियो। त्यसपछि हामीले बिबिक्यू साथसाथै खाना, नाचगान, साथीहरूको पर्फर्मेन्सहरू पनि देखियो।
एज अ बारिस्टा मात्र नभएर उहाँहरूभित्र मल्टी ट्यालेन्ट पनि रहेछ, त्यो पनि हामीले देख्न पायौँ। सबै हेर्दा हेर्दै आइरहन्छ हेर्दै पाइछि तिजलाई आँसु खस्न थाहा नपाए। यहाँ आएर चाहिँ एकदम हामीले रमाइलो कुराहरू गरियो, खानासँगै बसेर खाइयो, गाइयो, नाचियो। त्यसै गरी हामीले गीतहरू गाइयो, सरहरूले आफ्नो आफ्नो गीतहरू गाउनुभयो। त्यसरी हामीले साथीहरू पनि धेरैले आफ्नो गीत गाए, आफ्नो कला देखाए, नाचे। यहाँ चाहिँ हामीले सोचे भन्दा चाहिँ धेरै फरक पाए। एकदम रमाइलो ठाउँ।
बाटो पनि पोखराबाट आधा घन्टामै आइपुग्यो नि। अनि हामी यहाँ जुन जुन साथीहरू आए एकदमै रमाइलो गरे, रमाइलो पनि भयो। तर हाम्रो छुट्टिनु आफ्नो समस्याले छुट्टिनु भएको साथीहरूलाई चाहिँ एकदम सम्झिरहेको छु। तपाईँहरू नेक्स्ट टाइम आउन सक्नुहुन्छ। पहिलो राउन्डमा हाम्रो आइसा पाइसा आउट भएको छ। मैले थोरै पछाडि यसो गरिदिनु। ल ल ल हाई फर्स्ट टाइम देखेको क्या ल भाइ हल्ला खोइ हल्ला ल नाच्नु पर्यो जसको हातमा हुन्छ त्यो आउट है। भर्खरै मात्र हाम्रो हटपट्याको गेम सकिएको छ तातोवालु र धेरैभन्दा धेरै पार्टिसिपेट हुनुहुन्थ्यो हाम्रो साथीहरू सब भविष्यहरू ट्रेनिङ गर्नुभएको हाम्रो भाइ बहिनीहरूबाट हाम्रो स्मृति थापा विजय बन्नुभएको छ। एकचोटि जोरदार ताली सुनाउने बधाई ज्ञापन गर्नु। र हामीले यो ग्रुपकै तर्फबाट एउटा मायाको सिनो गिफ्ट ह्याम्पर हामीले यहाँ ल्याएका छौँ र यो गिफ्ट ह्याम्पर प्रदान गर्नुको लागि पोखरा टेक्निकल स्कुलका हाम्रो भाइस प्रिन्सिपल छ शैलेन्द्र सरलाई मैले रिक्वेस्ट गर्न चाहन्छु र उक्त यो गिफ्ट ह्याम्पर ग्रहण गरिदिनुको लागि हाम्रो च्याम्पियन बन्न सफल स्मृति थापालाई मैले अगाडि गर्न चाहन्छु। सबैले जोरदार ताली सहित उहाँलाई बधाई ज्ञापन गरौँ। यो चाहिँ एउटा मायाको चिज हो, सदा सर्वदा चाहिँ रहिरहोस् भन्दै ल धेरै धेरै बधाई ज्ञापन गरौँ। सबैजनालाई जोरदार ताली सहित उहाँलाई बधाई ज्ञापन गरौँ। धेरै धेरै धन्यवाद हाम्रो सरलाई। र भने हामी अब यो पार्टीको यो कार्यक्रममा चाहिँ सबै चाहिँ सरी थ्याङ्क यू।
यो चाहिँ एकदम हामीहरूले चुज गरेको ठाउँ चाहिँ बेस्ट लाग्यो, रमाइलो लाग्यो। यो ठाउँ चाहिँ यहीँ हेर्दाखेरि डाँडै काँडाहरूले ढाकिएको, त्यो बिचमा एउटा सानो गाउँ र हाम्रो जतिजना पनि साथीहरू छुट्नुभयो। हामी तपाईहरुको लागि केही न केही मेमोरी पक्कै नै बोकेर आउनेछौँ। तपाईहरु पनि नेक्स्ट टाइम एज अ फ्यामिलीसँग चाहिँ आउन सक्नुहुन्छ। यो ठाउँ एकदमै राम्रो छ। यहाँदेखि हिमालहरू, धौरागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमालहरू, अब यता हेर्ने भने नौडाँडा छ। यहाँ चाहिँ एकदमै राम्रो छ। बब्बालाई सोचेको भन्दा पनि बढी रमाइलो भयो। र यहाँ चाहिँ कुनै रुल्स छैन। तपाईहरु राति 10 बजेपछि अरू ठाउँहरुमा चाहिँ लाइक म्युजिकहरु बजाउन पाउन्न, तर यहाँ चाहिँ रुल्स छैन। तपाईहरु जतिखेर पनि रमाइलो गर्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ एकदम बेस्ट छ। बरिस्ता ग्रुप आइयो नि रमाइन B60 तपाईं यता फर्किनु त, यता फर्केर बजाउनु त। यता पुरा नबिर्सिदेऊ आइदेऊ तिमी रेसियो फलो गर्देऊ सल्लाह दुखैले सानो निन्द्रामा बिउजायो तिम्रो सल्लाह दुखैले सानो निन्द्रामा बिउजायो तिम्रो कस्तो भइरहेछ दिव्या? एकदम राम्रो दाइ। फिलिङ गुड? फिलिङ गुड, तर यहाँ आगै भएन के। यस्तो एकदम जति बिस्तारै भयो त्यति पाक्छ। Yo, it's more big to golf, Muhammad Kendi. Someone's a local yet in the brandy. There is on calls for it, Muhammad empty. Life is so hard, but I never think of plan B. My story like Tom Cena, man, you can't see. Little body, Polo, okay, home, you can't stand me. Middle name, EMPT, way I'm straight from the Lake City, Bukhara Valley. Photo मेरो नाम मात्रै 5 वर्ड मुख सबको साफ फेरिको हुन्छ हर्टफोर सोच सबको कालो दिमाग भरि चारगोल नाफा र काटामा जीवन बितिरहेको समस्या अनगिन्ती आकाश माया बदल सरी कति हो कति मेरो बाडो माया खाडल पनि दुःखबाट गन बन्छ बादल पनि you gonna be fucking rich on your father's money Just like they say, मेरो like this say, beach like beach mai, गाउँ छु म रिसमै, तेरो कुलनेस सदिकेला, राख सबै प्लिजमै, मनको सब कुराहरू बगाइदिन्छु बिटमै। हिँड्दै छु म आफ्नो हिँडालाई प्लिजै, मेहनतको यात्रामा अड्किए म बिचमै, बजेट पुगेन मेरो बनेन यहाँ ब्रिजै, बिचलाई म देखाइदिन्छु औला मेरो। I love this rap shit.
like you love a bad bitch. I'm a busy boy, 24/7 on practice. I got a full mind only, half mind got active. I'm a man in a classic, I'm a boy in a backtrip. Backtrip, I'm bossy, ladies to my trap kid. Started rapping on when I used to be in class 6. Class 6, taking all the answer practice. Hustle hard, till I die, believe on that magic. Bitch, yo! तातो भात सँगो खान्छु काँचो आँप पच्ने पानी छैन यहाँ कसैको नि साँचो भात काँचुली फेर्ने तर नक्सा नसकेको रातो साप रिक्स लिनु अघि सधैँ फाइदा र घाटा नाप काम गर्छु म सधैँ यहाँ अक्कलले नक्कलले केटाहरूको हातमा यहाँ नक्कलले मलाई आफूले पनि सर्टकट दे तेरो सौम्य स्क्रु भुलेन तेरो मसल्सले गुरुसले शेरदिउला गुरुसले होइन मन त जस्तो काम नलाग्ने त खुटपुत्रे गर्छु सही काम सपोर्ट गर्छ मेरो हुडुले लाइफको बारे सिकाएन कुनै पनि स्कुलले लाइफमा आगो बाल्छु भर्स मेरो स्पाइसी टल्किन्छन् पाइला मेरो खुट्टामा छ नाइकी सबै कुरा बिन यहाँ छैन केही नि चाहिने सर्ट खान आउँछन् मलाई कान्छी माइले Saldama, Gari, Sano Kamle, Alala, this is your boy Ian, PTY straight from the Lake City, PTM boy. You man, you. Wow! Nice, nice. जिन्दगी बुझिरहेको आएको हुँ म भुइँबाट एक पछि दुई बनाए चार बनाए दुईबाट मुटुमा पर्परेछ भावना चुइरहेछ पढ्दा त अनि एक्लै हुन्छ सबले दिन्छ कुही मात सबको उही नात जसलाई आफ्नो सोचे उही घातक साथी छु भन्नेहरू कोही कहाँ छ आमाले भन्नुहुन्थ्यो आफ्नो राख्नु कोही बात मस्तिष्कमा छैन तिमी मन रुइरहेछ खाँचो पैसाको तिम्रो लागि अरू समस्या भइरहेको छैन केही भइरहेको समय त्यसै गइरहेको मस्तिष्क बनानी माया ठुलो पैसाको त्यसरी मै रातो सबैले त्यसरी गेम खेले केटाहरू घुमाउ म त्यसले नला फ्रेस बस्थे कोही थिएन चौकी पर्दा कोही थिएन बेल गर्ने Come on, go on. पानी सरी बाँचेर बग्छ जतानी के गर्न म के तर साथमा थिएन बगानी बुवा बन्नुहुन्छ फेरि बन्नुहुन्न नजानी Yo, nice, come on, make some noise for Umesh Century. Nice, Kazu Dora. Okay. माया धेरै गर्छु तर अर्थ केही छैन भावनाहरूको पनि अधिकार छैन तर यो नमान कि भावना छैन तिमी कल्पना हो वास्तविकतामा छैनौ मेरो भ्रम हो परिभाषित मैले गर्न सकिन तिमी मेरा हरेक चाहना अनि बहाना हो सपना मलाई बिउजाइदेऊ न तर केही चाहना भ्रम होस् तर खुसी नै छु म यो माया होस् तर अर्थ केही छैन मेरो मनभित्रका हरेक खुसी मेरो सपनाभरि तिमी नै छौ हान्नु नि तपाईँले त्यहाँ बसेर हान्नु त त्यही बसेर
अनन्तजी बसेर हान्नु नि तपाईँले हानेको कम्पनी मिल्छ यसमै म्यासा मिल्छ नि त यसमै म्यासा भनौँ न मेजर हान्नु भयो ए माइनर हो क्या ए माइनर आगोले छोयो के सबैले गीत गाए पो हुन्छ यिनीहरू अघिदेखिको यतिकै नै आगो नै छैन सबैजना अमर रहो
ल दामी 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 के नाम रहेछ नाम देखेन यो ठाउँ चाहिँ मैले सुनेको तर आएको चाहिँ थिएन आउँदा एकदमै रमाइलो लाग्यो हिजो राति हामीले नाच्यौँ रमाइलो गऱ्यौँ बिबिक्यू गऱ्यौँ एकदमै रमाइलो लाग्यो ठाउँ हाम्रो होमस्टे सुरु गरेको 2067 सालदेखि हो त्यहाँबाट पछि राम्रै हुँदै आउँदै थियो पछि कोरोना आएपछि ठप्प भयो अनि अहिले त्यो कोरोना पश्चात अहिले 2 वर्ष भयो एकदमै राम्रो भइरहेछ झन् अहिले यो बाटोले गर्दाखेरि पिच बाटोले गर्दाखेरि झन् अहिले यहाँ पाउन ठेगिन सक्नु जस्तो छ साह्रै राम्रो भइरहेछ हाम्रो होमस्टे अनि हाम्रो यहाँ खानामा सबै अर्ग्यानिक हुन्छ हामीले सक्दो पाहुनाहरूलाई अर्ग्यानिक दिने कोसिस गर्दैछौँ कोसिस पनि गरिरहेको छ अनि त्यस पछाडि यहाँ प्याकेजहरू हाम्रो 1200 हो अनि स्टुडेन्टहरू आयो भने हामी मिलाएर दिन्छौँ प्याकेजभित्र आउँदाखेरि वेलकम खाजा हुन्छ मकै चिउरा आलुदम चिया दिन्छौँ अनि चिकन खाना अनि बेडहरू त भइहाल्यो अनि बिहानको खाजा सेलरोटी अनि बोडीको तरकारी अन्डा दिन्छौँ यतिलाई 1200 रुपियाँ लिन्छौँ हामीले स्टुडेन्टहरूलाई मिलाएर दिन्छौँ त्यही हो संस्कृतिको हिसाबले त्यसपछि हस्पिटालिटीको हिसाबले कस्तो छ कतिको तपाईहरु राम्रो छ संस्कृति राम्रै छ हामी पाहुनाहरूले भन्यो भने हामी संस्कृति पनि देखाउन सक्छौँ तर हाम्रो होमस्टे थोरै छ 10-12 घर छ त्यसैले उनीहरूले भनेअनुसार हामीले सांस्कृतिक कार्यक्रमहरू देखाउन अलि सक्दैनौँ तर नौमती बाजाले हामीले स्वागत गर्न पनि सक्छौँ 10 देखि माथि भयो भने पाहुनाहरूले चाह्यो भने मात्र हामीले ह्याङ्जाकोटले किन आउने ह्याङ्जाकोट यहाँबाट अन्नपूर्ण रेन्जहरू एकदमै राम्रोसँग देख्न सकिन्छ ह्याङ्जाकोटबाट जस्तो राम्रो अरू ठाउँबाट देख्दैन अनि धेरै गाउँहरू पनि देख्न सकिन्छ अनि पोखराहरू भयो अनि यता के अरे अरू गाउँ पोखरा अनि धम्पुसहरू सबै देख्न सकिन्छ यहाँबाट भ्यूहरू एकदम राम्रो हुन्छ अनि बुद्ध शिल्पिङ पनि देख्न सकिन्छ अनि मेन अहिले यहाँ हाम्रो अस्तमको अथवा धितालको नौमती पार्क भन्ने छ नौमती पार्क बाजा पार्क पनि भन्छ नौमती पार्क पनि भन्छ यसले चाहिँ नि झन् पाहुनालाई एकदमै आकर्षण गरेको छ एकदमै खुसी छौँ हामी परिवारसँग पनि बस्न पाउनु भएको छ परिवारसँग बस्न पाएको छ अनि नयाँ मान्छेहरूसँग भेट हुन्छ रमाइलो हुन्छ नयाँ कुराहरू सिक्न पाइन्छ हामीले पाहुनाहरू आएर मात्रै होइन उनीहरूले पनि सिकाउँछ हामीलाई यस्तो गर उस्तो गर भनेर आउनुहोस् हजुरहरू रमाउनुहोस् ह्याङ्जाकोटमा आएर एकचोटि ह्याङ्जाकोटलाई भेट्नुहोस् हजुरहरूले यहाँको हस्पिटालिटी कस्तो छ भने हजुरहरूले बुझ्नुहुन्छ भनेर मात्रै होइन आएपछि बल्ल बुझ्नुहुन्छ